नमस्कार। गीता को दोस्रो अध्याय को 11 श्लोक में भगवान श्री कृष्ण भन्नुहुन्छ, अशोच्यान अनवशोचस्त्वं प्रज्ञावादांश भाषसे गतासून अगतासून नानुशोचन्ति पंडित। अर्थात जो ज्ञानी व्यक्ति हुन्छ त्यो कहिले पनि शोक गर्दैन, किनभने संसारका सबै कुराहरू सबै वस्तुहरू नश्वर छन्, परिवर्तनशील छन्। त्यसकारण शोक गरेर कुनै लाभ छैन। भगवान श्री कृष्ण यसै श्लोकमा भन्नुहुन्छ, जो ज्ञानी व्यक्ति हुन्छ उसले यो भूतकालको चिन्तन गर्दैन र भविष्यको कल्पना पनि गर्दैन। उसले वर्तमान समयलाई सदुपयोग गरी आफ्नो जीवनलाई सुखमय र आनन्दित बनाउँछ। त्यसकारण कहिले पनि शोक गर्नु हुँदैन, कहिले पनि यो भूत र भविष्यको कल्पनामा र चिन्तनमा समय खेर फाल्नु हुँदैन। वर्तमान समयलाई सदुपयोग गरेर यो जीवनलाई सुखमय र आनन्दित बनाउनु पर्छ। धन्यवाद।